अर्को मेरो प्रश्न सिराहा जिल्लाको छु म, त्यही भएर सिराहा जिल्लाको प्रश्न यहाँ आयो। मैले चाहिँ हिजो अस्ति भनेको पनि थिएँ कुन ठाउँमा बालेन्द्र शाहले जुन अभिव्यक्ति दिनुभयो नि, नेपालले चाहिँ सिमाना भारतको जमिनहरूलाई हडपिएको छ, मिचिएको छ, त्यस्तो किसिमको अभिव्यक्ति जुन आयो नि, त्यसमा मैले भिडियो बनाउँदाखेरि मैले प्रश्न गरेको थिएँ कुन ठाउँमा चाहिँ जमिन मिचिएको छ त? सिराहामा छ, सप्तरीमा छ, कहाँ छ, कुन ठाउँमा छ? त्यसको उत्तर स्वरूप हाम्रो सांसदज्यू बब्लु गुप्ताज्यूले, जुन सिराहा जिल्लाको क्षेत्र नम्बर 1 को सांसद हुनुहुन्छ, उहाँ प्रत्यक्ष रूपले जित्नु भएको सांसद आदरणीय बब्लु गुप्ताज्यू, उहाँले चाहिँ फेसबुक सामाजिक सञ्जाल मार्फत पोस्ट गर्नुभयो एउटा, जुन पोस्ट सिराहा नगरपालिकाको 20 वडा नम्बर हजुर लग्दी गडियानीको चाहिँ पोस्ट थियो। र त्यो वडामा जुन एउटा व्यक्तिको घरको चाहिँ तपाईँले पोस्ट गर्नुभएको छ नि तस्बिर, के तपाईँले त्यो तस्बिर आफै गएर खिच्नु भएको छ? त्यो तस्बिर खिचेका व्यक्ति स्वयं भनिरहेछन् कि यो तस्बिर मैले खिचेको हुँ र यो भारतीय नागरिकको चाहिँ बोर्डरको दृश्य छ। मैले अझै के भन्न चाहे भन्दाखेरि हामीसँग एउटा सिम्पलमा एउटा भिडियोज त्यही ठाउँमा गएर विवेक पजियार एउटा पत्रकार साथी हुनुहुन्छ, उहाँले चाहिँ रिपोर्ट तयार गर्नुभएको छ। कृपया त्यो रिपोर्ट पनि तपाईँ हेर्नु होला, मजाले सुन्नु होला, तपाईँले आफै गल्ती गरेको महसुस गरिलिनुहुन्छ। दर्शकबिन यति बेला हामी बोर्डर केन्द्रित रिपोर्टिङ गर्न आएका छौँ। यति बेला सिराहाको 20 गदियानीतर्फ रहेको छु। यहाँ देख्न सक्नुहुन्छ यो नेपाल र भारतको सीमा रहेको छ र अगाडितर्फ ज्ञानी मुखिया नेपाली भनेर चाहिँ मान्य बब्लु गुप्ताले सार्वजनिक गर्नुभएको तस्बिर नेपालतर्फ नरहेर उक्त सीमा पिलर चाहिँ भारततर्फ रहेको छ र शम्भुजी, हाम्रो शम्भुजी अन्नपूर्णबाट उहाँले चाहिँ विगतमा पनि रिपोर्टिङ गरिसक्नु भएको छ। शम्भुजी के हो अलिकति यसको विस्तृत राख्नुहोस् त। मैले यही तपाईँको यो जङ्गे पिलरको फोटो खिचेको, यो भारतीय नागरिक ज्ञानी मुखिया हो र अहिले बिहानैदेखि सामाजिक सञ्जालमा यो नेपालको ज्ञानी मुखियाले बोर्डर मिचेर घर बनाएको हल्ला थियो, त्यो चाहिँ सरासर अफवाह गलत हो। एउटा मान्ने जस्तो मान्छेले समाजमा भरम फैलाउने किसिमले पोस्ट गर्नु हुँदैन। अब यसरी हामीलाई थाहा छ यो सामग्री हामीले सामाजिक सञ्जालमा राखेपछि गालीको ओहिरो आउन सक्छ, तर गालीको प्रभाव छैन मित्रहरू। जे सही सत्य छ हामी देखाउँछौँ, हामी देखाउने प्रयास गरिरहेका छौँ। यो देख्न सक्नुहुन्छ स्तम्भ, नेपाल र भारतको स्तम्भ र उक्त मान्य बब्लु गुप्ताज्यूले राख्नुभएको स्तम्भ पर देख्न सक्नुहुन्छ र उक्त नेपाली भनिएका ज्ञानी मुखिया नेपाली होइनन्, उनी भारतीय हुन् र साथमा नयाँ पत्रिकाका। त्यही भएर म एउटा देशको नागरिक भएको कारणले मैले सम्पूर्ण पदाधिकारीहरूलाई प्रश्न गर्ने अधिकार छ। त्यही भएर कृपया झोले घन्टी पार्टीका तपाईँहरू अन्धभक्त नहुनु है। मैले के भन्न चाहे, म सबैलाई रिस्पेक्ट गर्छु, मैले प्रधानमन्त्रीलाई पनि रिस्पेक्ट गर्छु, म सम्पूर्ण सदनमा गएका पक्ष विपक्ष सबै पार्टीका व्यक्तिलाई मैले सम्मानपूर्वक रिस्पेक्ट गर्छु, तर देश विकासका लागि हुनुपर्छ। कतिजनाले चाहिँ मलाई भन्छ कि हर्क साम्पाङको झोले, तर म हर्क साम्पाङ यही भिडियोबाट भनिरहेको छु, म हर्क साम्पाङको समेत झोले होइन, म कसैको झोले होइन, कोही कसैको गुलाम म होइन के, तर सत्यको अगाडि म टिक्छु। सत्य जो छ त्यो सत्यका लागि म सदैव रहन्छु। त्यही भएर तपाईँहरू सम्पूर्ण देशवासीहरू, सम्पूर्ण मध्य प्रदेशका जनताहरू, मतलब तपाईँको मनमा जे आयो त्यो बोल्नुहोस्। मैले भन्न चाहेन, मैले रोक्न चाहेन, तपाईँले जति गाली मन गर्छ गर्नको लागि कमेन्टमा गर्नुहोस्, तर एकपल्ट सोच्नुहोस् कि मैले गल्ती कहाँ गरेको छु। उत्तिकै हावाताले होइन के, विदाउट लजिकले होइन के, सोचेर त्यसपछि तपाईँले कमेन्ट गर्नुहोला। र यदि म गलत छु भने गलत भन्नुहोस्, सही छु भने सही भन्नुहोस्, तर मेरो यो प्रश्न छ, देश रहनु पर्यो। हामी देशका लागि छौँ र देश हाम्रो लागि छ। त्यही भएर हामी दुवै एक अर्काको प्यारलल रूपमा गइरहेका छौँ। त्यही भएर हामी दुवै यानि कि देशको पनि र देशका नागरिकको पनि उत्तिकै सम्मान सदैवका लागि हुनुपर्छ। धन्यवाद। यदि त्यही अभिव्यक्ति बालेन्द्र शाह बाहेक पूर्व प्रधानमन्त्री केपी ओली, प्रचण्ड वा शेरबहादुर देउवा अन्य कुनैले यदि त्यस्तो किसिमको अभिव्यक्ति संसद भवनमा दिएको भए के हुन्थ्यो त? तपाईहरू अन्धभक्तहरू के यस्तै प्रतिक्रिया गर्नुहुन्थ्यो? आजको डेटमा म पनि एकदम सम्मान गर्छु है, हाम्रो प्रधानमन्त्रीको म पनि सम्मान गर्छु। मैले प्रधानमन्त्रीको विषयमा अहिलेसम्म कुनै शब्द पनि अशब्द मैले बोलेको थिएन र यो भिडियोमा पनि मैले कुनै अशब्द बोल्ने छैन, तर सत्य म बोल्छु, किनभने यो देशको नागरिक म पनि हुँ।
जुन प्रधानमन्त्री हुनुहुन्छ अहिले बालेन्द्र शाह, यो पनि बालेन्द्र शाह पनि हाम्रो देशकै एउटा नागरिक हो। त्यस्तो नागरिक म पनि हुँ। म पनि ट्याक्स पेमेन्ट गरिरहेको छु। हरेक देशको अधिकार मसँग पनि छ। भोलिका दिनमा म पनि प्रधानमन्त्री बन्न सक्ने क्यापेसिटी मसँग छ। नलेज छ, एजुकेसन छ, सब चिज छ। मैले के भन्न चाहे भन्दाखेरि तपाईँले जुन शब्द प्रयोग गर्नुभयो नि, नेपालले पनि भारतको सिमाना मिचिएको छ। तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। हेराउनु पर्यो के तथ्य सत्यविहीन तपाईँले जुन अभिव्यक्ति, यो पनि एउटा साधारण पोडकास्ट अन्तर्वार्तामा होइन, तपाईँले संसद भवनमा भन्नुभयो नि त त्यो कुरा। यो सानोतिनो कुरा होइन के। संसद भवन जस्तो गरिमाई ठाउँमा एउटा प्रधानमन्त्री जस्तो सम्मान्य व्यक्तिले यस्तो किसिमको अभिव्यक्ति दिनु कतिको औचित्य छ? यो पुरा संसारले तपाईँलाई पोस्टहरू, मिडियाहरू वा विभिन्न किसिमका न्युज सम्प्रेषणमा तपाईँले भनिदिएको छ। तपाईँले पनि अनुभूति गरिसक्नु भएको होला। अर्को मेरो प्रश्न, सिराहा जिल्लाको छु म, त्यही भएर सिराहा जिल्लाको प्रश्न यहाँ आयो।